साथीहरू आउनुहोस् आज रतनपुरको बजारमा जेरी खान जाम। रतनपुर कहाँ पर्छ निजगढको मान्छेलाई त थाहा हुन्छ, अन्तको मान्छेलाई थाहा नहुन सक्छ। तामागढीबाट 9 किलोमिटर जति उत्तर गएपछि रतनपुर बजार आउँछ। यो रतनपुर बजार हप्तामा 2 पटक लाग्ने गर्छ। एउटा मङ्गलबार अनि अर्को दिन पनि यहाँ बजार लाग्ने गर्छ। यहाँ चाहिँ खानेकुराहरू विशेष गरी एकदमै मिठो मिठो जेरी लगायतको अन्य खानेकुराहरू पनि पाइँदो रहेछ। आज म बजारमा यतिकै घुम्दै गएको थिएँ, यहाँ चाहिँ देखेँ यहाँ दिदीहरूले बनाउँदै हुनुहुन्थ्यो जेरी। एकदमै ठुलो ठुलो जेरी के मैले यति ठुलो ठुलो जेरी चाहिँ अहिलेसम्म देखेको पनि थिएन। निजगढमा चाहिँ यति ठुलो जेरी पाइँदैन र यति सस्तो हो, जम्मा 20 रुपियाँ यो जेरीको। हेर्न सक्नुहुन्छ, एउटा जेरी खायो भने तपाईँलाई अरू खाजा खानै पर्दैन, लगभग तपाईँको पेट चाहिँ टन्नै हुन्छ। अनि समोसा पनि एकदमै ठुलो ठुलो थियो, त्यो समोसाको पनि जम्मा 20 रुपियाँ। आज रतनपुरको बजारमा गएर मलाई चाहिँ खासै मन नपरे पनि गुलियो कुराहरू म त्यति खाँदिनँ, अनि यो तेलमा बनेको कुराहरू पनि मलाई चाहिँ त्यति खान मन लाग्दैन। मलाई खान मन नपरे पनि मैले चाहिँ 2 झोला किनेर लिएर आएँ, किनभने यति ठुलो ठुलो जेरी र यति ठुलो ठुलो समोसा देख्दाखेरि जो कसैलाई किन्न मन लाग्छ। घरमा ल्याएर अलिकति खाएको यति मिठो थियो होइन। यहाँ दाइ चाहिँ पुरा दाउरा चिरेर खाना पकाउनको लागि बन्चरो तयार गर्दै हुनुहुन्छ। जेरी अनि समोसा पकौडा मात्रै होइन, यो बजारमा अन्य खानेकुरा पनि पाइन्छ। दाइ यहाँ मोमो पकाउनको लागि रेडी गर्दै हुनुहुन्छ, पिठो मुसेर। मोमो, चाउमिन लगायतका खाना खाजा सबै कुराहरू चाहिँ यहाँ पाइन्छ। तपाईँहरू पनि कतै घुमेर आउँदै हुनुहुन्छ, भोक लागेको छ भने यो रतनपुरको बजारमा छिर्न सक्नुहुन्छ। अझ विशेष गरी रतनपुर हुँदै घुम्न जाने ठाउँहरू हाम्रो शक्तिलाल छ होइन, त्यहाँनिर डम्बरपुरबाट जाने शक्तिलाल खोला, झरना लगायतको एकदमै रमणीय क्षेत्रहरू छ। त्यो बाटोबाट घुमेर आउँदै हुनुहुन्छ, तपाईँलाई भोक लाग्छ भने यहाँ रतनपुरमा छिरेर खान सक्नुहुन्छ। यो यसको नाम के, फुलौरा के हो ठ्याक्कै मलाई नाम थाहा छैन, हेर्न सक्नुहुन्छ। एकदमै राम्रो छ। दाइ यता चाहिँ पकौडा पकाउनुको लागि तयार गर्दै हुनुहुन्छ, काटेर खुर्सानी, प्याज, त्यसै गरी बन्दा लगायत सबै काटेर चाहिँ बनाउँदै हुनुहुन्छ। र यो दिदी जुन देखिरहनु भएको छ, यो दिदीको कहानी चाहिँ यस्तो मन छुने थियो।